हेलो हेलो साथीहरू, गुड मर्निङ। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। अनि मैले चाहिँ भ्लग चाहिँ अलि धेरै दिनदेखि नै पहिलादेखि बनाउनु पर्ला भनेर सोचिरहेको, तर मौका मिलेको थिएन, सायद चाहिँ जुरेको नै थिएन। आज चाहिँ मैले बिहान बिहान गएर चाहिँ ज्योतिष कहाँ हेराइकोरी गरेर आजको फ्याट्ट लगाउन आएको थियो। अनि मैले चाहिँ भिडियो सिडियो मोबाइलसम्म त त्यसै हालेँ नि। अनि भिडियो बनाउनु सुरु गरेँ। अब के गर्दा भिडियो बनाउनु त काम त केही छैन, धन्दा त केही छैन। अनि बिहान बिहानमा 8 बजे उठेँ। अनि उठेर स्याउ काटेर खान थालेँ। यतिकै मम्मीले दुध पनि तताएर ल्याउनु भयो। अनि आमा छोरी मिलेर अनि दुध खाँदै गफ गर्दै बस्यौँ। अनि सबभन्दा पहिला फर्स्टमा चाहिँ के हुन्छ भने पेटलाई चाहिँ खुसी पार्न पर्छ कि। अब पेट खुसी भएन भने दिमाग पनि खुसी हुँदैन, मुडै खुसी हुँदैन, खाली नै खाली हुन्छ दिन। त्यही भएर पेट खुसी त म पनि खुसी। अनि अर्को कुरा, अनि म चाहिँ फेरि अरूलाई खुसी पार्नमा धेरै ध्यान जान्छ कि मेरो। त्यही भएर पेटलाई पनि किन निराश बनाउनु र यदि खाएन भने त पेट रिसाउँछ, गुनासो गर्छ, काम गर्नु छोडिदिन्छ, घाटा चाहिँ मलाई हुन्छ नि त। त्यही भएर चाहिँ मैले खाइहालेँ, झ्यामझुम पाएर खाइहालेँ। हामी चाहिँ आमा छोरी गफ गर्दै मजासँग खाइरहेको थियौँ। अनि यतिखेर प्याचमा ड्याडीले के भन्नुभयो कि ड्याडी, अनि के भन्दै हुन्थ्यो नि मम्मीले ड्याडीको रिप्लाई सिप्लाई दिनुभयो। अनि चाहिँ त्यसपछि मेरो सुरु हुन्छ। अनि लुगा सुगा पट्याउने कामहरू। मैले चाहिँ यो लुगाहरू चाहिँ हिजो नै धोएर हिजो नै सुकिसकेको थियो कि, तर पट्याएन। किनकि आज सबै काम किन गर्नु नि, भोलि उज्यालो हुने नै त हो, रातै परिराख्नु त होइन नि त। अनि भोलि बिहान त उज्यालो हुने हो। अब आजै सबै सकिँदैन भनेर चाहिँ अनि म आज चाहिँ मिलाउन लागेँ लुगा। अनि मिलाउँदा मिलाउँदै अनि मलाई के चाहिँ कुरा याद आउँछ भनेपछि यो लुगा चाहिँ मैले कहिले किनेँ, केका लागि किनेँ आखिर भनेर चाहिँ म एकछिन सोच्नु पर्छ कि एकछिन रिसर्च नै गर्नुपर्छ कि आखिर केका लागि किनेँ। आखिर लाउनु नै छैन भने, मैले लाउने बेलामा लुगा भेट्नु नै छैन भने यो आउँछ चाहिँ कहाँबाट धुने बेलामा। अब के भने कि अब धुन नि पऱ्यो, फेरि लगाइरहेको पनि हुन्छ हुनलाई त, मैलो पनि हुन्छ। अनि कुनै कुनै लुगाहरू चाहिँ नलाएर चाहिँ खोतल्दा खोतल्दा हुन्छ नि त, छामछुम गर्दा 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 नै यति निक्लेको हुन्छ कि त्यो पनि फेरि पट्याउनै पऱ्यो। खालि पट्याउ फेरि फिजाउ, फेरि पट्याउ फेरि कतै जाँदाखेरि फिजाउ, खाटभरि फाला, बिस्ताराभरि फाला, भुइँभरि फाला। त्यो वाला मैले लुगा त किन किन्छु नि। अब किन किन्छु त्यो त मलाई पनि थाहा छैन। अब त्यो सोध्नु कसलाई जान्छ त, बुढा सोध्नु त मारिहाल्छ नि। अनि अर्को कुरा चाहिँ साथीहरू, यो चाहिँ मैले होइन किन किन्ने भन्ने कुरो म आफूलाई थाहा होइन कि। यसमा म लगायत म जस्तो 2-4जना अरू पनि हट्छ होला कि। यत्रो ठुलो ठुलो लुगाहरू पनि किन्छु कि मैले, मन पर्न मात्रै पर्यो। कसैले वाउ बहिनी वाउ क्या दामी खतरा देखा भन्छ। हो क्या त हो रहेछ त भनेर घर ल्यायो, फेरि घर ल्यायो भनेपछि त्यही हो। योभन्दा राम्रो त मेरो मम्मीले उबेर लाउने म्याक्सी थियो होला कि, म पेटमा हुँदाखेरि लाउने म्याक्सी। के गर्नु। अनि यो सेतो लुगा पनि यति छ मसँग, सेतो लुगा यति छ, एकछिन लाएर चोकसम्म पुगेको हुन्न। त्यहाँ कालो मुसो रातो माटो सँगसँगै के हो खानाको रस भयो, पहेँलो चिल्लो पिरो सबै मसलाहरू चाहिँ त्यो प्यान्टमै खनिएको हुन्छ कि सेतो लुगामै हुन्छ कि मेरो। यो जतिचोटि मिलाए पनि भोलि बिग्रिने नै हो भन्छु फेरि।